व्हाट्सअप गाइज, स्वागत छ है त मेरो नयाँ भिडियोमा। अनि आज चाहिँ रहेको छ फेयरवेल द लास्ट डे अफ स्कुल। अनि म चाहिँ हेर्न सक्नुहुन्छ कोट सुट लगाएर टक्क हिरो भएर यहाँ स्कुलतिर जान लागेको छु र हेर्न सक्नुहुन्छ थोरै डार्क चाहिँ रहेको छ है त। अब त्यसलाई पछि सफा गर्ने छ। अहिले माथि गएको है। एसए पास भएकोमा मलाई आज पूजा पनि गरेको थियो है त। फेयरवेल पनि पूजा पनि सँगै ल म खै त म त मुस्कान नै दामी के मेरो मुखको ल हेर्न सक्नुहुन्छ। मलाई चाहिँ यसरी पूजा गरिरहेको छ है त अहिले। अनि पूजा सकाएर म फेरि मेरो रुममा अनि मेरो हातमा हेर्न सक्नुहुन्छ ल के हेर्न सक्नुहुन्छ पैसा ल सबैभन्दा महत्त्वपूर्ण चिज अहिलेको यो जमानामा। सो अनि म र मेरो साथी चाहिँ निस्क्यो है त। यहाँ हेर्न सक्नुहुन्छ हामी अब गाडीमा पनि बस्यौँ है त उता नगरकोटमा फेयरवेल मनाउन जान। गाडीको लामो यात्रापछि बल्ल पुग्यो त ल हेर्न सक्नुहुन्छ। हामी मनाउने यो फेयरवेल चाहिँ होटल चौतारीमा रहेको छ है त। ल हेर्न सक्नुहुन्छ ठाउँ चाहिँ यस्तो छ है त। ठाउँ चाहिँ फेरि दामी रहेको छ है त। ल हेर्न सक्नुहुन्छ है त। ल हेर्न सक्नुहुन्छ म चाहिँ अहिले गाडीबाट निस्किसकेको छु अनि टप फ्लोरमा आएको छु। ल यहाँको भ्यू हेर्न सक्नुहुन्छ यस्तो दामी आएको छु फुल दामी आएको छ है त। ल हेर्न सक्नुहुन्छ यो होटल चौतारी पनि दामी देखिरहेको छ यो टप फ्लोरबाट है त। यस्तो छ भ्यू दामी छ है त एकदमै लास्टै दामी छ। अनि टप फ्लोरबाट आएर हामी हेर्न सक्नुहुन्छ यहाँ स्न्याक्स गरेर त म मेरो साथीहरू मिलेर यहाँ स्न्याक्स गरिरहेको है त। ल हेर्न सक्नुहुन्छ स्न्याक्समा नि 3 थरीको रहेछ। एउटा आलु अनि सस अर्को चाहिँ डोनट रहेको छ है त। स्न्याक्सहरू सबै सकाएर हामी चाहिँ आएको छौँ यहाँ भ्यू टाउनमा। ल हेर्न सक्नुहुन्छ यस्तो दामी रहेको छ है त भ्यू टाउनमा बिस्तारै आएर छ। त्योभन्दा पहिला यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ ग्राभिटी स्टेसन रहेको छ। दाइले त कराइदिनु फोटो भ्यू टावरको भ्यू हेरेर पनि अहिले हामी तल आइसकेको छौँ। ल हेर्न सक्नुहुन्छ सबै केटाहरू हामी यहाँ तलतिर जाँदैछौँ है त यहाँ मन्दिरको दर्शन गर्नु। ल हेर्न सक्नुहुन्छ यो चाहिँ महादेव हो अनि हामी चाहिँ यसको दर्शन गर्दैछौँ है त। टक्क यसरी बिस्तारै जाँदै यो महादेवको दर्शन गर्दैछौँ है त। यो चाहिँ ठुलो महादेव रहेको छ है त। ल हेर्न सक्नुहुन्छ यहाँ महादेवको दर्शन गरेर अहिले म यहाँ गाडीमा आइसकेको छु है त फेयरवेलमा जानको लागि। अहिले चाहिँ यहाँ हामी फेयरवेलमा भाषण सुन्नुको लागि आइसकेको छौँ है त। ल हेर्न सक्नुहुन्छ फेयरवेलमा नआएपछि यो भाषण नसुनेर कुरै भएन। ल हेर्न सक्नुहुन्छ हामीलाई यादको लागि हाम्रो विद्यालयले एउटा सानो मायाको चिनो दिएको छ है त। अनि मैले यो लिएर मस्तले हाँस्दै यो बोक्दै यहाँ मेरो सिटतिर आउँदैछु है त। ल हेर्न सक्नुहुन्छ यस्तो दामी पारामा आउँदैछु है त। ल हाम्रो भाषण चाहिँ ल हेर्न सक्नुहुन्छ लगभग 3 घन्टा 40 मिनटको चलेको छ है त। ल हेर्न सक्नुहुन्छ अनि यो चाहिँ मायाको चिनो हो। ल हेर्न सक्नुहुन्छ अनि मायाको चिनोसँग यो गलबन्दी पनि दिएको छ है त। यो नेपाली कपडाको गलबन्दी। अनि यहाँ चाहिँ अहिले हामी यहाँ जानको लागि मिलाउँदैछौँ है त हाम्रो यो घरमा फेयरवेल सबै सकाएर। हेर्न सक्नुहुन्छ अहिले चाहिँ पानी पनि पर्यो अनि बिस्तारै यहाँ जाँदै नै छौँ है त हामी गाडीमा घर जानको लागि। र अब चाहिँ बिस्तारै हामी गाडीमा बस्दैछौँ है त। ल हेर्न सक्नुहुन्छ यो मायाको चिनो र गलबन्दी लाएर म चाहिँ यहाँ गाडीतिर बढ्दैछु। अनि म यहाँ अहिले गाडीमा पुगिसकेन। ल गाडी फुल खाली छ है त। अघि फुल साथीहरूसँग आउँदै थियो अहिले एक्लै भयो त म। ल हेर्न सक्नुहुन्छ अनि यो मायाको चिनो हातमै छ। अब चाहिँ हामी यहाँ घरतिर लाग्दैछौँ है त। ल हेर्न सक्नुहुन्छ म चाहिँ गाडीको अगाडि छु। यसरी हामी अब हाम्रो फेयरवेल सक्यो है त। लाइक सेयर सब्सक्राइब गर्न नबिर्स्नु होला है त। आजको लागि यति मात्र बाई बाई।